हेलो भाउजू के छ खबर ठिक हो हाम्रो प्यारी भाउसित भेट हो म चाहिँ अहिले मेट्रो पास लिन लागेको छु गाइस यही फ्रान्सको त्यो मेट्रोमा चढिरहेको ट्रेन हो जाँदैछ गाइसहरू है मेरो फ्रान्स पोर्चुगल के अरे फ्रान्स पेरिसको चाहिँ टुर चाहिँ हेर्नु होला मेरो साथी भाउजू यता फ्रान्सको ट्राममा हामी चाहिँ सफर गरिरहेको छ तिनजना मिलेर फ्रान्सको पेरिस सहर तर एकदम दामी सहर रहेछ एकदम मन पऱ्यो मलाई पानी यस्तो परिरहेको छ आजको दिन चाहिँ घुम्न चाहिँ गाह्रै भयो पुरै भिजिसक्यो यार लास्टै पानी परेको यार आज पुरै बारिस रहिसक्यो यो फ्रान्सको पेरिस सहरमा चाहिँ कता नि पेरिसको कस्तो हात बाहिर निकाल्न सकेको छ पन्जा लाएर हिँड्नु हातै पुरा रातो भइसक्यो हो गाइस लास्ट छिराइसक्यो त म त आज हिमालमा छु जस्तो फिल भयो त आज तर पोर्चुगल बस्छु म चाहिँ तर पोर्चुगलभन्दा धेरै चिसो लाग्यो धेरै चिसो फ्रान्सको पेरिस अब हामी इफिल टावर नजिकै आउनु लागिरहेका छौँ तर दामी छ पोर्चुगल भन्दा चाहिँ अलिकति विकसित नै रहेछ अलिकति के धेरै नै विकसित राम्रो लाग्यो मलाई चाहिँ तर बस्न चाहिँ वेदर क्लाइमेट चाहिँ पोर्चुगलकै ठिक छ फाइनली गाइस इफिल टावर नजिकै म पुगिरहेको छु बाटो क्रस गर्न लाग्यो यहाँ चाहिँ इफिल टावर देख्यो भवाल छ बाबा गाइस लास्टै जाडो भयो यार अनि फाइनली यो देखो गाइस म चाहिँ कहाँ छु हेर्नुहोस् फ्रान्सको इफिल टावरनिर पेरिसनिर बवाल देखेछ नजिकै छु म यहाँ चाहिँ तर लास्ट जाडो छ आज देख्नुहोस् कि गाइस देखो न तर म आज सबले भ्यालेन्टाइन डे चाहिँ कता कता गएर मनाउँछन् होला म चाहिँ यस्तो इफिल टावरतिर घुमेर एक्लै चाहिँ मनाइरहेको छु गाइजहरू है ह्याप्पी भ्यालेन्टाइन डे सबैलाई आज 14 फेब्रुअरी 2026 मेरो भ्यालेन्टाइन डे चाहिँ यही हो अब भ्याउनु नि ल हामी चाहिँ मेरो साथी भाउजू कस्तो लाग्यो घुमायो लास्ट चिसो रहेछ यो त आज लास्ट चिसो यार हिउँ पऱ्यो बराबरै भयो छ हो लास्ट चिसो सर्दी लागेको छ मलाई चाहिँ हामी चाहिँ अहिले रोड क्रस गरिरहेको यो चाहिँ यहाँ त के चलाउनु रहेछ नि यो चाहिँ जोडीहरूले चाहिँ ताज लगाउने लभ जस्तो छ चाहिँ नाम लेखेर आफ्नो लभको लागि आज भ्यालेन्टाइन गर्दिनँ यहाँ तालचा लगाउने हो मेरो त अब यहाँ अहिले कोही छैन त्यही भएर चाहिँ मेरो यहाँ चाहिँ तालचा लगाएको छैन मैले चाहिँ
झुलाहरू रहेछ। यस्तो सब भ्यालेन्टाइन डे मनाउन आएको छन्। आफू त यहाँ सिङ्गल हो गाइज। इफिल टावरको भिडियो बनाउने बस्ने हो। रमाइलो भइरहेको तर लास्टै जाडो छ। अब त जानुपर्छ होला नि त। हात त यस्तो भइसक्यो है गाइज, रातो भइसक्यो। लास्टै जाडो छ। यस फ्रान्स आएर इफिल टावर देख्यो, खुसी लाग्छ। ल यो इफिल टावरलाई चाहिँ गुड बाई होइन। आज 14 फेब्रुअरी थियो, एकदम भिड थियो यहाँ चाहिँ। लास्ट जाडो छ क्या, भिडियो बनाउन नि गाह्रो भइरहेको छ मलाई। हात निकाल्नै बाहिर यस्तो क्रुसिङमा मान्छेहरू चाहिँ मनाउनको लागि। ल अब जान लाग्यौँ। अब आज मेरो चाहिँ पोर्चुगलतिरको ट्राभल छ, त्यही भएर अब यही लास्ट डे हो। फ्रान्स अब कति पछि चाहिँ आइन्छ होला। के भयो के भयो यहाँ? हेर साथी एम प्लस याल गऱ्यो यार, मलाई त धोका भयो यार। त्यसै भ्यालेन्टाइन डेको दिन यस्तो नभन्नु हो। तर लास्ट जाडो यार, खै ओ दगरम गाइस, दगरम। बाटो क्रस गर्नु पर्यो। सब छोडी हिँड्दा यार, यस्तोमा जाडोमा त गाह्रो हुँदो रहेछ हो देख्दा। अहिले चाहिँ हामी मेट्रो स्टेसनको लागि भित्र छिरेको। हतार मेरो मेट्रो कार्डै हरायो यार। झ्याप लाएर छिरिहालेको। आगोसम्म चेकिङ पऱ्यो भए त तनाव हुन्थ्यो। गाह्रो भयो खै त्यत्रो 15 युरोको काटेको। कहाँ खसेको जाडो हातले के कामै गरेछ। गाह्रो छ हौ ट्राभलिङ गर्न नि यार। म चाहिँ अहिले पोर्चुगल जानको लागि बसमा ट्राभल गर्न लागेको छु। एउटा त्यो बस स्टेसनसम्म चाहिँ यो मेट्रो स्टेसनबाट जाँदैछु मेट्रोमासम्म चाहिँ। हेलो एभ्रिवान, विनय अब जाँदै हुनुहुन्छ पोर्चुगल। 2 दिनको बसाइ सकियो। साहेब यतै लजाउँदै हुनुहुन्छ, लजालु। अब चाहिँ टक्क यहाँ बस आउँदैछ। आज चाहिँ म चाहिँ जान्छु यहाँ छोडेर। कस्तो लाग्यो बसाइ? एकदम पोर्चुगलको सरी फ्रान्सको फ्रान्सको बसाइ कस्तो लाग्यो? 2 दिनको फ्रान्सको बसाइ एकदम दामी तर लास्टै जाडो चिसो। चिसो हिजो पानी भएर होइन न, आज चिसो भएर होइन। जस रमाइलो भयो। अब सिर्फ जर्नी। ल है गाइज, यो पेरिसको भलो चाहिँ यतिसम्म हो। ल लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। केही बोल्नु छ छैन हो र? ल लभ यु गाइज, बाई। फाइनली गाइज होइन गाडीमा चाहिँ आएको गाडी चाहिँ पिस बक्स। यो चाहिँ अहिले म स्पेन र पोर्चुगलको बोर्डरमा पुगेको। अब पोर्चुगल आउन लागेको छ। मेरो गाडी चाहिँ यही हो। यही गाडीमा फ्रान्सदेखि पेरिसदेखि ट्राभल गरिरहेको थिएँ। अब चाँडै नै पोर्चुगल र स्पेनको बोर्डर आउँदैछ। यहाँ चाहिँ 15 मिनट 15 मिनट चाहिँ रोकिँदैछु कफी सबै खानको लागि। यस रमाइलो भइरहेको छ अहिलेसम्म बस यात्रा चाहिँ मेरो। तपाईँहरू नि यस्तो बस यात्रा गर्न चाहिँ युरोपमा राम्रै हुँदो रहेछ।
अलिकति लङ आवर्स चाहिँ बस्नुपर्छ, त्यही हो, टाइम लाग्छ अलिकति। हामी चाहिँ क्याफे खाने कफी खाने चाहिँ रोकेको थियो। फाइनली गाइज म चाहिँ यो पोर्चुगल इन्ट्री भइसकेको छु। लङ सफरपछि यतातिर अस्ति त्यो हावाले धेरै क्षति गरेको रहेछ जस्तो लाग्यो मलाई।